मलाई भनिसँगै लैछ बाबु म कसरी बाँच्नु अब म कसरी बाँच्नु राशि बाबु भन्थ्यो एकचोटि बाबु भन्दैन मेरो बाबु बाबु भन्दैन एकचोटि बाबु भन्छ लाउनु यो माला खोल्नु पर्दैन ऊ बान्नु हुँदैन है निकाल्नु ल अहिले अलिकति उता कहाँ जान्छु भन्नुभयो बाहिर जान्छु भनेर आन्दोलन गरेर यस्तै हेरेर पछि आइहाल्छु भनेर गयो आमालाई अनि नजान भनेर भनिहाल्छ आमाहरूले भन्दै पनि निस्क्यो साथीहरूसँग निस्क्यो एक दुई घन्टामा त हामीले लाइभ पनि हेरिराखेको थियौँ एक दुई घन्टामा त साथीहरूलाई खबर गरेँ क्या हामीले लाइभ हेर्दाखेरि पनि आफ्नो भाइ भनेर चिनेन क्या हामी पुरै मुखमा लाएर चाहिँ भोलि अनि हिजो पोस्टमार्टमको लागि सबै रिपोर्टको लागि चाहिँ उहाँहरूले चेकअप गर्दाखेरि चाहिँ दुईवटा गोली नै लागेको रहेछ कि एउटा चाहिँ यहाँबाट भएर घाँटीबाट निस्किनु भयो एउटा चाहिँ टाउकोबाट होइन अनि एउटा चाहिँ लाइक हिजोको रिपोर्टबाट थाहा भयो कि गोली दुइटै एकैचोटि नै सुट भएको रहेछ कि लाइक दुईवटा गोली एकैचोटि सुट भएको चाहिँ जस्तो लाग्यो होइन किनभने यताबाट एउटा गएर एउटा चाहिँ यहाँ गाडीको जस्तो लाग्यो है यस्तो सबै भित्र नै चेक गर्दाखेरि चाहिँ यता दाँतको तलपट्टि पनि पुरा हामीले फाल्टो देख्यौँ दुईवटा गोली चाहिँ सुट भएको चाहिँ जानकारी रिपोर्टमा चाहिँ त्यस्तो देखेको छ अब हामीले चाहिँ सुरुमा फर्स्ट एउटा मात्रै गोली भन्नु थालेको एउटा दुईवटा रहेछ अनि त्यो प्रोटेस्टमा चाहिँ मेरो विनोद मामाले चाहिँ फर्स्ट गोली नै खानुभएको थियो जस्तै कि उहाँ चाहिँ अब अगाडि नै हुनुहुन्थ्यो संसद भवनको अगाडि नै हुनुहुन्थ्यो अनि अब हिजोको रिपोर्टले चाहिँ दुईवटा गोली नै खाएको चाहिँ हामीलाई जानकारी पाएका छौँ भनेपछि उहाँलाई गोली लाग्दा उहाँ संसद भवनमै हुनुहुन्थ्यो अगाडि नै हुनुहुन्थ्यो जुन हाम्रो डन्डी थियो नि संसद भवनको मेन गेट साइडतिरै हुनुहुन्थ्यो एउटा कुरा सरकारले गरिरहेको मिडिया छ नि त्यो प्रति तपाईँहरू खुसी हुनुहुन्छ कि हुनुहुन्न यो उहाँहरूले पनि गभर्मेन्टले यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु त भन्नुभयो होइन त्यो पाउनको लागि हामीले 8 दिन त लगातार दिनका दिन दिल्ली आएर झगडा गर्नुपर्ने सिचुएसन पनि थियो होइन सजिलैसँग चाहिँ पाएन हामीले